So hey guys, welcome back to my video. This is my first video in YouTube. मैले चाहिँ किन बनाएको भन्दाखेरि हाम्रो सन्डे स्कुलको नानीहरूको स्पेसल डे थियो आज चाहिँ अनि द्याट्स वाइ आइ एम मेकिङ दिस भिडियो के भन्नु मलाई थाहा छैन फर्स्ट भिडियो हो प्लिज मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब प्लस बेल आइटम पनि थिचिहाल्नुहोस् होला मेरो यो भिडियोहरू आउँदाखेरि तपाईँले थाहा पाउनुहुन्छ सरी एन्ड प्लिज स्किप नगरी हेरिदिनुहोस् है लास्टसम्म हामीले होइन बाहिरबाट पास्टरहरू आउनुभएको थियो पास्टर अङ्कलहरू अन्त उहाँहरूले गेम्सहरू खेलाएको छ कतिवटा क्वेसनहरू सोधेको छ त्यो सबै म तपाईँलाई देखाउने छु है नानीहरूलाई माया गरेर स्पेसली हाम्रो सन्डे स्कुलका नानीहरूको लागि उहाँहरूले पाउकष्ट गरेर उपहारहरू लिएर आइदिनु भएको छ यो बडादेखिलाई हामी खाना हामीसँग ईश्वर कोसँग हामीसँग इमानुएल हैन अनि क्रिसमसमा कतिजनाले नयाँ लुगा किन्यो कतिजनाले किनिसक्यो लुगा वाउ सबैजनाले किन्यो है अब कति तारिक लाउँछ 25 तारिक लाउँछ 25 तारिक के किन्यो के किन्यो son and they said yes name Emmanuel is God with us. Oh, yes. ल ताली बजाइदेऊ सबैजनाले ल अब जसले भन्छ म चक्लेट दिइहाल्छु है त्यसरी नै मैले भक्कु चक्लेट राखिरहेको छु जसले भन्छ म चक्लेट दिइहाल्छु परमेश्वर चाहिँ कोसँग अरे परमेश्वर कोसँग यस हामीसँग अनि के हो भनेर भन्दै गर्दाखेरि अब स्टोरी सुनौँ ल हामी छोटकरीमा स्टोरी भन्नेछौँ त्यसको बादमा कसैलाई मन दुखेको छ भने भन्नु म यहाँ यी चक्लेट दिइहाल्छु मन दुखेको छ भने भन्नु के कारणले मन दुखेको कसैको मन दुखेको छ छिटो कसैको मन दुखेको छ होइन उसको भन्दैन आफूले भन्छ ल कसैको मन दुखेको छ दुई छैन कि राम्रै छ सबैको मन ठिकै छ मन दुखेको छ कसैको कुनै टाइम दुखेको छैन कुनै बेला पनि आमाले कुट्दा ला स्कुलमा कसैले भनिदिइहाल्नु भयो एउटा ल हात चल्दैछ यस ल भन आमाले कुट्दा ल मन नदुखाउनु ल अरू कसको मन दुखेको छ तपाईँ भन्नु पर्यो आमाले कुट्दा रहेछ अब अरू भन्नु पर्यो ए अरू कसको लागि हो क्या आमा मन नदुखाउनु ल अरू तिमीलाई दादाले कुटेको हो अरू कसको मन दुखेछ छिटो भन्नु म चक्लेट दिइहाल्छु है कसको मन दुखेको छ उसको पनि दुखेको छ होला उसको पनि दुखेको छ मन नदुखाउनु ल कसले भन्छ छिटो म दिइहाल्छु है अलिक सानो यहाँ पनि रहेछ एकजना मन दुखेको छ कि छैन रमणी खानु लु कसैको मन दुखेछ अरू ए तेरिका ठुलोहरूले पनि भन्दा हुन्छ है तपाईँको मन अब दुखेको छ छैन होइन तपाईँको जीवनमा यदि तपाईँ एक्लो बनिराख्नु भएको छ भने म तपाईँलाई के भन्न चाहन्छु भनेर भन्दै गर्दाखेरि तपाईँलाई सबैजनाले छोडे तापनि एकजना यस्तो व्यक्ति हुनुहुन्छ धेरैचोटि हामी एक्लो बन्छौँ हाम्रो जीवनमा
धेरैचोटि साथीहरूले हामीलाई के भन्दाखेरि हाम्रो मनहरू दुख्छ, हामी एक्लो हुन्छौँ। धेरैचोटि सबैजनाले छोडेर जाँदै गर्दाखेरि हामी के हुन्छौँ? एक्लो हुन्छौँ। तर तपाईँ र मलाई कसैले चाहिँ कहिले पनि छोड्नुहुन्न र उहाँले चाहिँ यसरी भन्नुहुन्छ कि इमानुएल यानि परमेश्वर चाहिँ कोसँग हुनुहुन्छ अरे हरेक दिन हामीसँग। Wow. ल एकजना यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ कहिले पनि तपाईँ र मलाई छोड्नुहुन्न अनि उहाँ चाहिँ को हुनुहुन्छ अरे गॉड विथ अस। यानी तपाईँ र मैले 2025 मा 25 तारिक डिसेम्बर क्रिसमस मनाइराखेको उद्देश्य चाहिँ के हो भनेर भन्दै गर्दाखेरि चाहिँ परमेश्वर कोसँग हुनुहुन्छ अरे हामीसँग हुनुहुन्छ। ल सुन्दैछ कि सुनेको छैन हौ? अनि विशेष गरी चाहिँ जेनेसिसमा उत्पत्तिमा हामी एउटा कुरोलाई हेर्छौँ, त्यो चाहिँ के हो भनेर भन्दै गर्दाखेरि उत्पत्तिमा चाहिँ परमेश्वरले के बनाउनु भयो? लु सन्डे स्कुलमा सिकेको छ होला, के बनाउनु भयो? किन लजाको आदम र हवा। आदम र हवा। तर फर्स्टमा चाहिँ के बनाउनु भयो? यस अर्थ बनाउनु भयो। अर्थमा अरू के बनाउनु भयो? के बनाउनु भयो? जानवरहरू बनाउनु भयो। अरू रुखहरू बनाउनु भयो। के बनाउनु भयो? त्यसको बादमा के बनाउनु भयो? खोइ हाम्रो छोरीहरू त छैन त, पिछेको छोरीहरू खोइ छोरीहरू। अरू के बनाउनु भयो? पशु प्राणीहरू बनाउनु भयो, एनिमल्सहरू बनाउनु भयो, माछाहरू बनाउनु भयो, होइन? सबै कुरो बनाउनु भयो। त्यसको बादमा लास्टमा चाहिँ कसलाई बनाउनु भयो? मैले फोटो खिचेर राखेको छु, अब तिमीलाई देखाउँछु। पहिला मैले फोटो खिचिरहेको छु आदम र हवा। कस्तो रहेछ? आदम र हवा नाम सुनेको थियो कि थिएन? आज फोटो देख्यो? कसले खिचेको फोटो यो? कसले खिचेको यो फोटो? र पहिला मानिस त्यसै जस्ट यो फोटो मात्र हो है, साँच्ची नै आदम र हवा चाहिँ होइन नि फेरि। ल तर यस्तो नै थियो है, हामी जस्तो नै थियो, किनभने परमेश्वरको स्वरूपमा नै मान्छेलाई के गर्नु भएको थियो? बनाउनु भएको थियो। सुरुमा परमेश्वरले कसैमा राख्नु भयो। एक दिन परमेश्वर आउनुभयो, आदम आदम भनेर आउनु भयो कि भरे आदम र हवा त के गरिराखेको थिए? अब थाहा रहेछ त, अन्त लुकिराखेको थिए। तिमीलाई छोडेर जाँदै गर्दाखेरि पनि एकजना यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ कहिले पनि छोड्नुहुन्न अरे हामीलाई। उहाँ चाहिँ को हुनुहुन्छ? इमानुएल, जिजस क्राइस्ट, येशू क्रिस्ट, जसले चाहिँ हामीलाई के गर्नुहुन्छ? माया गर्नुहुन्छ। ल अनि कति एमेजिङ नि परमेश्वरले हाम्रो लागि उहाँको पुत्र पठाउनु भयो। अनि त्यही कारणले के हो भनेर भन्दै गर्दाखेरि येशू ख्रीष्ट चाहिँ तपाईँ र मेरो लागि यो संसारमा आउनुभयो। अनि अब चाहिँ के हो भनेर भन्दै गर्दाखेरि हामी प्रार्थना गर्नेछौँ। अनि यो क्रिसमसमा चाहिँ 25 तारिक मात्र जन्मिने होइन, तर येशू ख्रीष्टलाई हाम्रो हृदयभित्र के गर्नुपर्छ? हामीले बोलाउनु पर्छ है। यदि तिमीले येशू ख्रीष्टलाई बोलायो भने, तिमीले भन्यो भने प्रभु मेरो पनि जीवनको राजा तपाईँ हुनुहुन्छ, मलाई तपाईँले सम्हाल्नुहोस् भनेर तिमीले भन्छ भने तिमीहरू भित्र पनि को आउनुहुनेछ? येशू ख्रीष्ट आउनुहुनेछ। ल सबैजना उठ्छ, सबैजना उठ्छ। अनि जतिजना आज हामीले अनि कसले चाहिँ अब ज्यादा पोइन्ट लिने? गर्ल्सले जित्ने हो कि बोइजले जित्ने हो? अनि बोइजहरू आउँदै गर्दाखेरि चाहिँ गर्ल्सहरूले के भन्ने? 0 0 भनिदिने क्या यिनीहरूलाई। अनि गर्ल्सहरू यता आउँदै गर्दाखेरि बोइजले के भनिदिने? 0 0। तर बोइजहरू आउँदै गर्दाखेरि बोइजले के भन्ने त? 10,000. ला 0 भन्ने? 10,000. 10,000 भन्ने, किनभने यहाँ एउटा 10,000 पनि छ। गर्ल्सले त्यही भन्ने, गर्ल्सहरू आउँदै गर्दाखेरि गर्ल्सले के भन्ने? 10,000 भन्ने है त। ल पहिला हामी कसलाई मौका दियौँ? छोरीहरूलाई दिउँ, किनभने छोरीहरू 3 जना मात्र रहेछ। ल एकछिन अहिले फर्स्ट क्वेसन चाहिँ छोरीहरूको लागि है त। अघि हामीले एउटा बाइबल भर्स पढ्यौँ, बिहोल्ड अ भर्जिन
भन्ने है न्यू टेस्टामेन्टमाबाट हामीले पढ्यौँ। त्यो बाइबल भर्स चाहिँ कति हो डल्लै नभने पनि हुन्छ, कति हो ठुलोहरूले दया गरेर नसिकाइदिने यिनीहरूलाई नै भन्नु दिने। लु 21 के को 21 गुड जोर से बोला ना मत्ती ताली बजाइदिनु देखाउँछ खालि एउटा यता देखाउँछ यसो देखाउँछ यसरी छुवा टिकटलाई छुवा कुनैलाई पनि कुन मन पर्यो यो छ कुनैलाई पनि छुवा एउटालाई यो 2000 ताप्यो अम्बो केही छैन रहेछ ल्या खाली रहेछ खाली रहेछ ल त 0 भयो त। त्यो के हो भनेर भन्दै गर्दाखेरि परमेश्वरले सबसे भन्दा पहिला पृथ्वी सबै कुरो बनाउनु भयो हैन, अनि बनाउनु भयो अनि त्यसको बादमा आदम र हवालाई बनाउनु भयो। त्यसको बादमा हात उचालेर भन्छ है, तर त्यसको बादमा के हो भनेर भन्दै गर्दाखेरि त्यो बगैँचाको नाम चाहिँ के थियो त? तिमीहरू 0 भन्यो जिरो भनेर त तिमीहरू ला कति रहेछ ताली बजाइदिनु छोरीहरूले 10,000 तान्नुपर्छ है। लु अब छोरीहरूको ल हामीले एउटा बाइबल भर्स पढ्यौँ। हामी सबैजना के छौँ अरे? हामी सबैजना के छौँ? पापी छौँ, पापी छौँ। त्यसको बादमा त्यो बाइबल भर्स चाहिँ कति हो त? छोराहरूले भन्यो भने यतायतै जान्छ है फेरि तिमीहरूले। कति? ला यिनीहरूको हातमा 10,000 रहेछ है। अब चाहिँ कोसिस नगर्दा पनि हुन्छ। कति रहेछ? 0 छोरीहरू जित्नुपर्छ त खै। एउटा कुरो मैले तिमीहरूलाई भने त्यो चाहिँ के भन्नु, अनि त्यो ठाउँको नाम चाहिँ के थियो त? हो साँच्ची नै हो? ल अब देखाऊ एउटा एउटा देखाऊ। कुन चाहिँ यो सक्यो केटाहरू। जित्यो अब छोरीहरूले जित्यो अब हुँदैन। के रे नाम छोरीको नाम? सिमरन। गुड। हेर त अहिलेसम्म 0 तानेको लास्टमा 10 गरे हो। ल छोराहरूको लागि एउटा क्वेसन। श्री थापा आयुश्री यो त कसरी खोल्दैन है? आयुश्री थापा सिमरन राई भिडियो गरौँ न। भिडियो बनाउँछ नि। बनाउँदैछ हैन? अंकिता थापा ल
यिनीहरूले त जितेको पनि छ है जोड लाग्ने ताली है जोडले ताली। 10,000 पाएको छ 10,000 ठुलोहरूले पनि ताली बजाइदेऊ न। लु अब बोइजमा जेसन राई जेसन राई कम। जेसन राई गुड गुड गुड। अस्कर राई सिद्धार्थ कसैले बोल्दैन। आयुष भुटिया ताली अंकित बजाऊ, ताली थापा बजाऊ। ठुलोहरूले अंकित थापा एरोन मगर जोना राई यति हो यति हो। 10 सक्यो। अच्छा, कतिवटा रह्यो? कतिवटा रह्यो? दुईटा। ब्लू ब्लू भर्सेस पिंक पिंक ल यो पनि